चन्द्रगिरी हिल्सले माथिल्लो स्टेसनदेखि रिसोर्टसम्म 388 मिटरमा विस्तार गर्न लागेको केबल कार र एउटा ब्याङ्क्वेट निर्माणका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धी पछिल्लो समय आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरूले विभिन्न स्थानीय सरकारका विषयहरूमा विमति राख्दै सार्वजनिक सुनुवाईकै वैधानिकतामाथि नै प्रश्न उठाएको भए तापनि हाल हिल्सले फेरि मनपरी ढङ्गले कार्य गरेको प्रति चन्द्रगिरी नगरपालिकाको वडा नम्बर 8 ले गम्भीर आपत्तिसहित विरोध जनाएको छ। हामीले प्रश्न कसलाई गर्ने? म्यानेजरलाई गर्ने? भोलि उहाँले राजीनामा दिएर जानुहुन्छ, त्यो प्रश्नको उत्तर कसले दिने? त्यो हुनाले यो साझा सुनवाई नै मलाई लाग्छ यो आधिकारिक छैन। यो 8 नम्बर समयको बनेको अहिले बनेको ब्याङ्किङ अनि त्यो हल सबै 8 नम्बरको एरियाभित्र पर्छ। तपाईँहरूले त्यसमा दिँदाखेरि मलाई के भयो भने मलाई विभेद चाहिँ म सहन सक्दिनँ। तपाईँहरूले 25% सुविधा दिनुभयो त्यो प्रोग्रामिङ क्षेत्रमा, म आएपछि मैले 1.5 वर्ष अगाडिदेखि चिठी पठाएको त्यसलाई सम्बोधन गर्नु भएन। आज यो अनि तपाईँको त्यो हल त्यहाँ पर्छ, त्यहाँ धेरै कुराहरू भएको छैन त्यहाँ। अनि तपाईँले सेयरलाई खोल्नुभयो, त्यो सेयरमा मात्र त्यसलाई 1% पनि तपाईँले हाल्ने दिनु भएन। त्यसको चाहिँ अब कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो व्यवस्थापन अगाडि बढाएपछि चाहिँ यो कुरा गर्नु होला भन्दै चन्द्रगिरीले हामी आफैले भित्र आएपछि त्यसले अप्ठ्यारो सप्ठ्यारो सबै गर्ला होइन। तर बोलेका कुराहरू चाहिँ सहर स्वीकारेका कुराहरू तपाईँले पेपर डकुमेन्ट्स गरेका कुराहरू चाहिँ काम गर्ने प्रतिबद्धता चाहिँ चन्द्रगिरीले हिल्सले दिनुभयो। चन्द्रगिरी हिल्सको सिमाना वडा नम्बर 5 को पनि हो। त्यसमा पनि सामुदायिक कम्पनी बनिसकेको छ। र त्यति मात्र होइन, यस चन्द्रगिरी हिल्समा माथि टपमा चाहिँ जुन पानी आउने जुन चाहिँ पानी चाहिँ बोरी मेरो वडा मेरो क्षेत्र मेरो गाउँमा भएको छ। त्यो पानीसँग सम्बन्धित समिति पनि छ र त्यो कार्यक्रममा पनि मैले सामुदायिक गाउँका अध्यक्षज्यूहरूलाई गराउनु पर्थ्यो होला। त्यहाँका चाहिँ खानेपानी समितिका प्रतिनिधिज्यूहरूलाई बोलाउनु पर्छ। साथै हाल विस्तार गर्न लागेको केबल कार तथा ब्याङ्क्वेट निर्माण गरिरहेको भूगोल वडा नम्बर 8 अन्तर्गत पर्ने वडा नम्बर 8 का जनप्रतिनिधिहरू रत्नलाल श्रेष्ठ र सबना बानियाले दाबी गरेका छन्। जुन यो हाम्रो 8 नम्बरलाई जुन बिस्दै विचार प्रविधि गरेर चन्द्रगिरी हाम्रो वडातिर सर्दैछ, जुन कुनै स्वीकृति बिना जुन कुनै छलफल बिना आउँदै हुनुहुन्छ, त्यसको लागि म एकदम घोषणा गर्न चाहन्छु। त्यस्तै हिल्सले हाल गरिरहेको कार्य सम्बन्धी विषयमा वन उपभोक्ताहरूसँग गरिएको सहमति पालना नगरी मनपरी गरेको भन्दै वडा नम्बर 7 अन्तर्गतको महाङ्काल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निराजन महतले आक्रोश पोखेका छन्। यदि तपाईँले यो प्रतिवेदन हामीलाई नसोधिकन हामीसित समन्वय नगरिकन चाहिँ कसरी चाहिँ हामीले राखेर गरौँ बनायौँ भन्नुभयो, यो कुरा गर्न चाहन्छु। हामीले ठाउँ चाहिँ यस्ता कुराहरूको चाहिँ उत्तर दिनुपर्ने भएको छ र हामीले ती कुराहरू चाहिँ उत्तर दिन सकिरहेका छैनौँ। सधैँ निर्णय मात्र हुने, कार्यान्वयन नहुने र त्यहाँमाथि आएर चाहिँ हामीलाई चाहिँ यो अनावश्यक रूपमा चाहिँ संलग्न भएको जस्तो पारेर भ्रमपूर्ण हिसाबले चाहिँ यसरी चाहिँ यो प्रतिवेदन तयार पारेर लाग्नु भएको छ। यसको म होला भर्सना गर्दछु र हामीले नसोधिकन किन चाहिँ यो सच्याहरूलाई नसोधिकन तपाईँले यो प्रतिवेदन अगाडि लानुभयो, अनि कसरी चाहिँ यो चाहिँ यो पारित गर्न लाग्नुभयो? के हामीलाई चाहिँ यो हाम्रो उपभोक्ताको अगाडि चाहिँ हामीले नराम्रो बनाउनु खोज्नुभयो तपाईँहरूले? चन्द्रगिरी हिल्सले बनाउन लागेको केबल कार र ब्याङ्कवेटहरूको जुन असरको विषयमा चाहिँ विभिन्न कुराहरू राखिएको छ, यसमा राखिएको त छ तर कार्यान्वयन हुने कुनै पनि पछि म देख्दिनँ। स्थापना कालमा हिल्सले स्थानीय तह स्थानीय सरकारवालाहरूसँग विभिन्न किसिमको लिखित मौखिक सहमति सम्झौता गरेको, तर ती प्रतिबद्धताहरूको कार्यान्वयन नगरी उल्टै चन्द्रगिरी हिल्सले स्थानीय धार्मिक सांस्कृतिक सम्पदामाथि अतिक्रमण गरेको र प्रचलित नियम कानुनको धज्जी उडाएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्। तपाईँहरूले 36 हेक्टर वन लिनु भएको छ, 300 रोपनीभन्दा बढी जग्गा एक्स्ट्रा हडपेको छ भन्ने कुरो एउटा सूचना आइरहेको छ। यो के हो? यसलाई यो कुरो नोटिस गरेर यो पनि चाहिँ यसको एन्सर पनि दिनु होला। हामी सम्पत्ति कर, त्यसपछि आएर तपाईँको बहाल कर, आजसम्म बहाल कर त बुझाएकै छैन भन्ने मलाई लागेको छ। कतिवटा रुख काटियो, माथि जिप लाइन बनाउँदाखेरिदेखि केबल कार चन्द्रगिरी हिल्सको बेस स्टेसनदेखि माथिसम्म पुग्दाखेरि मिनिमम पनि 2000 देखि 3000 रुख काटिएको छ।
हाल चन्द्रगिरी हिल्सले माथिल्लो स्टेसनदेखि रिसोर्टसम्म 388 मिटरमा केबल कार विस्तार गर्न रुख काटेको छ भने 600 जना क्षमताको एउटा ब्याङ्क्वेट निर्माणका लागि वन क्षेत्रमा डोजर चलाइरहेको छ। प्रचलित नियम कानुन मिचेर स्थानीय स्वायत्त शासन र आदिवासी अधिकार, वन, वातावरण, जैविक विविधता तथा धार्मिक सांस्कृतिक सम्पदामाथि अतिक्रमण भइरहँदा पनि स्थानीय सरकार मौन रहनुले प्रश्न उब्जाएको भन्दै स्थानीय सरकारवालाहरू आक्रोशित भएका हुन्।